हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। र आजको भिडियो चाहिँ विशेष गरेर एउटा न्यूज टाइपको हुनेवाला छ। किन भन्नुपर्दाखेरि साथीहरु, अहिले चाहिँ काठमाडौँको टोखामा चाहिँ 25 करोड रुपैयाँ चाहिँ हुन्छ नि वैदेशिक मुद्रा चाहिँ प्राप्त भएको छ र नेपाल प्रहरीले चाहिँ पक्राउ गरेको छ। ट्रकमा भरी पैसा चाहिँ एकदमै पक्राउ गरिसकेको छ। तपाईहरुले भिडियो हेर्न सक्नुहुन्छ। फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको छ। र यो अमेरिकन डलर यो बरामद भएको अमेरिकी डलर चाहिँ 100 दरका नोटहरू जम्मा। र साथीहरु, यो हुन्छ नि US डलर युरो जस्तो पैसाहरू चाहिँ हुन्छ नि वैदेशिक मुद्राहरू चाहिँ अहिले प्राप्त भएको छ। र साथीहरु अहिले चाहिँ नेपाल प्रहरीले चाहिँ हुन्छ नि अनुसन्धान गरिरहेको छ कि यत्रो पैसा चाहिँ के कारणले ल्यायो र कसको लागि ल्यायो भन्ने कुरा चाहिँ अहिले अनुसन्धान भइरहेको छ। र साथीहरु, अहिलेको चाहिँ हुन्छ नि भन्नमा चाहिँ आइरहेको छ कि साथीहरु इन्डियादेखि चाहिँ हुन्छ नि नेपालको बाटो हुँदै चाहिँ चाइना लग्दै गर्ने अवस्थामा चाहिँ पक्राउ गरिएको हो भन्ने चाहिँ कुरा खुलिसकेको छ। र साथीहरु, यसको अझै पनि अनुसन्धान भइरहेको छ। र साथीहरु, नेपालमा चाहिँ अहिलेसम्म यस्तो हुन्छ नि तस्करी र लुटपाट र हुन्छ नि यस्तो हुन्छ नि करप्सन चाहिँ के कारणले भएको हो भनेर चाहिँ मलाई जहाँसम्म लाग्छ कि हुन्छ नि यो गणतन्त्रकै कारणले भएको हो जस्तो लाग्छ। किन भन्नुपर्दाखेरि साथीहरु, हामी सबैजना नेपालीहरुले चाहिँ भोगिसक्यौं राजतन्त्र कस्तो हुन्छ र गणतन्त्र कस्तो हुन्छ भनेर। साथीहरु, हामीले देखिसक्यौं कि गणतन्त्रमा निर्बल पन्थाको हत्या भयो। त्यति मात्रै नभएर साथीहरु, अस्ति भर्खर चाहिँ हुन्छ नि त्यत्रो सुनहरू चाहिँ नेपाल एयरपोर्टद्वारा चाहिँ छिराइएको थियो। यति मात्रै नभएर हजारौं काण्डहरू चाहिँ गणतन्त्रमा भइसकेको थियो। र साथीहरु, हाम्रो देशमा एउटा राजा भइदियो भने चाहिँ हुन्छ नि राजाको लागि चाहिँ यही सोच हुन्छ कि हुन्छ नि सारा नेपाल चाहिँ मेरो एउटा देश हो, मेरो एउटा घर हो र यो नेपालमा बस्ने हरेक नागरिकहरू मेरो परिवार हो। र मैले यो देशमा चाहिँ हुन्छ नि शान्ति सुव्यवस्था कायम गर्नुपर्छ, मैले नै हेर्नुपर्छ भन्ने चाहिँ एउटा भावना जागरुक हुन्छ। र हाम्रो देशले चाहिँ हुन्छ नि एकदमै राम्रो रूपमा चाहिँ हुन्छ नि तरक्की गर्नेछ। र साथीहरु, लुट धन्दा कम हुँदै गइसकेपछि मान्छेहरूले रोजगारहरू पाउनेछन् र हाम्रो देशले चाहिँ हुन्छ नि एउटा हुन्छ नि छुट्टै प्रकारको चाहिँ हुन्छ नि रङ फेर्नेछ जस्तो लाग्छ। तपाईहरुलाई कुन मन पर्छ? तपाईहरुलाई राजा आएको मन पर्छ या नेताहरूले देश चलाएको मन पर्छ? तपाईहरुले तल कमेन्ट गर्नु होला। र साथीहरु, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो तल हुन्छ नि कमेन्ट गर्न सक्नुहुन्छ। र तपाईहरुलाई यदि मन परेमा च्यानललाई सब्स्क्राइब गर्नु होला। र फेरि आगामी दिनमा नयाँ भिडियो लिएर आउने नै छु। त्यतिजेलको लागि जय नेपाल।